डाक्टर साहब नमस्कार। ए नमस्कार नमस्कार, आउनुहोस्। अनि अहिले कस्तो छ उहाँलाई? खासै गतिलो छैन हो डाक्टर साहब। खोइलो एकचोटि हेरौँ न त। ल अलि लामो सास फेर्नु है आमा। आमा होलिन् तिम्रै बुढी। त्यसो भए अलि लामो सास फेर नि त। ल उहाँको सबै अवस्था हेरेँ मैले। अब उहाँलाई दबाई दिनुपर्ने रहेछ। ओके। पर्दैन, म आफै दबाई दिँदैछु। कहिले टाउको दुख्यो भन्छ, दबाई दिन्छु। कहिले ढाड दुख्यो भन्छ, दबाई दिन्छु। यसो कहिलेकाहीँ त घाँटी दुख्यो भन्दै हुने, दबाई दिन पाए लेठै छ। होइन, दबाई दिने भनेको यस्तो दबाई दिने हो त? यस्तो दबाई, खाने दबाई। यसरी दबाई दिँदा मान्छे मर्दैन। होइन, बिरामी पनि कस्ता कस्ता चाहिँ आउँछन् हो। कस्तो चाहिँ पेसामा आइएछ।